अब चाहिँ हामी अस्टिनमा गइसक्यो। अब यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। अब यहाँबाट गाडी छुटिसक्यो। अनि लगभग आज हामी रातको 12 बजीसम्म रमाइलो गर्नेछौँ खोटाङ समाजको खोटाङ साँझ कार्यक्रममा। राजेश पायल राई, इन्द्रकला राई, रचना रिमाल लगायत सिटी विजय अधिकारी लगायत थुप्रो डान्सरहरू माइक सिङ्गरहरू थुप्रो हुन्छ। यहाँबाट हामी यात्रा गर्नेछौँ, रमाइलो गर्नेछौँ। अब हाम्रो यात्रा सुरु हुन्छ। प्रोड्युसर हुनुहुन्छ हाम्रो आदरणीय दाई हाङबारी यानिकि प्रकाश लिम्बू दाई र यो गीत चाहिँ मेल भोकलमा साई लिम्बूजी र फिमेलमा मैले गाएको छु। यो गीत चाहिँ हजुरहरू सबैजनाको लागि, सुँगुरको मासु मन पराउनु हुनेहरूको लागि अनि लिम्बू नि मन पराउनु हुनेहरूको लागि सबैजना नेपाली बजारमा नाच्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच सबैजनालाई। र अब हाम्रो नेक्स्ट अर्कै आर्टिस्ट पनि आउँदै हुनुहुन्छ फेरि होइन, एकदमै चर्चित आर्टिस्टहरू हुनुहुन्छ, हजुरहरूले देख्न सक्नुहुनेछ। सो सबैजना इन्जोय गर्नु होला। थ्याङ्क यू सो मच। धन्यवाद। सुँगुरको मासुमा पल्केर हो। सुँगुरको मासु त अब बिहान बेलुका हामी नखाइ हुँदैन, साह्रै मिठो लाग्छ र उहाँले एउटा सम्झना राख्नुभयो। र अब विलम्ब भन्ने ढिलो भन्ने कुरो जति पनि सक्दो यो डायरीबाट हटाउने प्रयासमा छौँ हामी। पछि आगामी कार्यक्रमतिर पनि ढिलो नगर्ने प्रयास गर्नेछौँ र कति पनि विलम्ब नगरिकन अब म फेरि हङकङकै यहीँ हुर्केका नानीहरूको स्वाद चखाउन गइरहेको छु नृत्यबाट। यहाँहरूले असाध्यै मजाले यो नृत्यको रसास्वादन गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म नृत्याङ्गना रेशमा र अर्पणा राईलाई लोकदोरी भाका मिक्स गीतहरूमा म बोलाउन चाहन्दैछु। उहाँले आफ्नो प्रस्तुति देखाउनुहुनेछ। अर्पणा एन्ड रेशमा। गायक तथा सङ्गीतकार। अनि हामीले पूर्वको गीत कस्तो हुन्छ, हामी चाहिँ कस्तो छौँ भने यो पूर्व पश्चिम भन्दा पनि हाम्रो संस्कार संस्कृति हाम्रो कल्चरलाई कसरी जोगाउने भन्ने अभियानमा पनि लाग्नु भएको जस्तो लाग्छ मैले उहाँलाई नजिकबाट चिन्दा। र उहाँको यति धेरै ब्याकग्राउन्ड पनि रहँदा तपाईँहरूले सायद गेस गरिसक्नुभयो होला, अनिल कोयु राई। उहाँको अहिलेको चर्चित गीत तपाईँलाई साह्रै थाहा छ होला पक्कै पनि, उहिलेको माया साह्रै रसिलो, ककसको मायाको रस अहिले आउँछ। अब अनिलजीले तपाईँलाई पक्कै पनि याद दिलाउनुहुनेछ। स्वागत गरौँ अनिल कोयु राई। सेवा भगवान नमस्ते सबैलाई। नेहाउ नेहाउ। समुद्र पारीको सहर, सुन्दर सहर, सबैलाई मनपर्ने सहर यो हङकङ सहर। तपाईँहरूले हङकङ बोलाउनु भयो, त्यसको लागि खोटाङ समाज हङकङ र जति पनि हङकङमा रहनुहुने नेपालीवासी तपाईँ सम्पूर्णलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। म पूर्वको एउटा छिटो पूर्वेली लोकगीतमा काम गर्छु। म अलि धेरै सङ्गीत गर्छु अनि रहरले गर्दाखेरि कहिलेकाहीँ गाउनु पनि गर्छु।
मैले गाएका गीतहरू केही पूर्वमा सुन्नुभएको छ। कतिपय चाहिँ अब आफैले गाएको पनि सायद सुन्नुभएको होला। मैले भर्खर पनि एउटा गीत गाएको छु। पूर्वको कथाहरू, पूर्वको उकाली ओह्रालीहरू मैले गीतबाटै बोल्ने गर्छु र पूर्वको कथा व्यथाहरू पूर्वेली गीतबाटै सुनाउनका लागि म हङकङ आएको र अब एकैछिन म धेरै लामो नबोल्नु भनेर आयोजकले भन्नुभएको छ, किनकि हामीसँग यति बेला राइज किङ हाम्रो राजपाल दाई लगायत थुप्रै चर्चित कलाकारहरू हुनुहुन्छ र मेरो प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छु। प्लिज ट्र्याक। सबैजनाले ताली बजाउनु होला, नाच्न पनि सक्नुहुनेछ। उहिलेको माया साह्रै रसिलो, ओ उहिलेको माया साह्रै रसिलो। पानी राख्सी चाखुन्डो साइन खोला नदीको खोला, खोला नदीको खोला। आई भेट हुँदाखेरि खोला, फेरि बोला निगले च्यापुमा पराउने, पाचुन्जेलमा हो हाँसेर रमाउने। म यो स्टेजबाट होसेल हुन चाहन्छु। धन्यवाद। मम्मीको नाम सिडी विजय। त्यसैले त उहाँ हरेक अवस्थामा आफ्नो अभिभावकलाई लिएर उच्च सम्मानका साथ अगाडि बढ्नु भएकोले हरेक ठाउँमा सफल हुनुहुन्छ। त्यसैले मलाई दाइले पछाडि छोड्नु भए पनि यति धेरै सफल हुनुभएको व्यक्ति मैले लिएर आएको छु। अब के गर्ने त दाजु, आउनुहुन्छ कि मसँग? अब चाहिँ अब टाढोको देउता नजिकको भूत भन्छ, भूतमै काम लाग्छ होला पछि पछि। हुन त मैले चाहिँ उहाँलाई तिरस्कार गर्न खोजेको होइन, तपाईँ त म सँगसँगै हुनुहुन्छ नि। उहाँ नयाँ आउनुभएको हुनाले मलाई चाहिँ उहाँलाई ल्याउने आउँ जस्तो लागेको थियो। र जोरदार उहाँहरूको लागि ताली। अबको कमेडी दरबारका दुईजना पात्रहरू आफ्नो कमेडी लिएर आउँदै हुनुहुन्छ। सिडी विजय अधिकारी र अहिलेसम्म हाँस्नु भएको छैन, तपाईँहरू मात्र नाच्नु भएको छ। आज त मलाई यस्तो लागेको छ कि यहाँ आउनुहुने दर्शकहरू सबैजना सुस्ताइरहनु भएको छ। अरू बेला त यो स्टेज यति रमाइलो हुन्थ्यो होइन, स्टेजमा कलाकार आउनुभएको छ, तपाईँहरू पनि साथ पाइरहेको देखेको थियो। यो पालिको दर्शकहरू तपाईँहरूलाई तिहार लागेको हो कि सुरुमा अघि सुँगुरको मासु भनेर सुँगुरको मासु खाएर अल्छी हुनुभएको हो कि अलिअलि साथ चाहिँ दिनु पर्यो कलाकारहरूलाई। तालीले कि त यहाँ स्टेजमा रमाइदिनु भयो भने पक्कै पनि कलाकारलाई उहाँलाई अझ हौसला प्रदान हुनेछ भन्छु। त्यसैले अबको पालोमा चाहिँ साथ दिनुहोस् है। तर अहिले चाहिँ आउन पाउनु न, किनभने अब चाहिँ तपाईँहरू हाँस्नु पर्ने हुन्छ। त्यसैले हामीले अब स्वागत गरौँ चर्चित के भन्ने अहिलेको अब तपाईँले भन्नै पर्छ कमेडी दरबारका दुईजना हस्तीहरू मिस पवी टिकटकर र सिडी विजयलाई त तपाईँहरूले परिचय दिइराख्नै पर्दैन होला। हामी सबैले जोइन पनि उहाँ चाहिँ किराती जोइन प्रस्तुत गर्दैछौँ सिडी विजय अधिकारी र रहनुहोस् उहाँहरूसँग, हाँस्नुहोस् मजाले, तर ताली चाहिँ एकताल पिटिदिनुहोस् है। म
हिजो छुट्टेदेखि आज हो बल्ल बल्ल भेट भो हिजो छुट्टेदेखि आज हो बल्ल बल्ल भेट भो बाँचियो कसरी यतिसम्म धेरै पछि भेट भो ए बल्ल बल्ल भेट भो दर्शन नमस्ते ए धेरै पछि भेट भो दर्शन नमस्ते और राजेश भाइको भन्दा राम्रो गाइए क्या हो मेरो घर भइसक नेपाल घर जग्गा सबै भइसक्यो अनि तिमी काम चाहिँ के गर्छौ काम त ठुल्ठुलो कुरा नि भयो यस्तो पनि काम हुन्छ एनआरएलले गर्ने नि यही हो एनआरएललाई पनि जेन्जी लिएर सही बनाउनु पर्यो क्या हो एनआरएलले जेन्जीलाई तलाउने के कुरा गरे बरु यहाँ चाहिँ एनआरएलले जेन्जी ल्याउँछ तिमीलाई थाहा छैन 35 वर्षको एनआरएलले 17 वर्षको नर्स बिहार ल्याएको छैन हो कि होइन हे भगवान त्यो त उहाँहरूको कामै हो नि त दुःखमा परेको मान्छेलाई सपोर्ट गर्ने साथ दिने अब नेपालमा त्यत्रो बढेको नर्सले 15,000 मा काम गर्दाखेरि दुःख लाग्दैन विदेशमा आएर त्यही नर्सलाई 5 लाख रुपैयाँ दिने पैसा पाउने बनाइदिन्छन् त्यो त राम्रो कुरा होइन भनेर कस्तो कुरा गरेको के आमा यो केटी त ठिक लाग्न छोड्यो है हिजो एकछिनको बाहिर निस्किँदै एनआरएल चाहिँ भेटेको जस्तो लाग्यो त्यो त एनआरएल चाहिँ जानु खोज्यौ क्या तिमी रातभरि च्याट मसा उता यो त भयो नि ठिक भएन मिस भाबी तिमी मलाई छोड्नु चाहिँ पाउँदैनौ प्लिज त्यसो नगर है प्लिज जानी भयो तिमी एकजनासित है भयो भयो म तिमीलाई खोलिहाल्छु ए आउनु दाजु के रे थाहा छैन यस्तो पनि नाम हुन्छ के कुरा गरे होला पशुपतिमा पूजा गरेर बच्चा जन्मेपछि त्यसको नाम पशुपति हुन्छ भनेपछि सिडी हेरेर बच्चा जन्मेपछि सिडी नाम हुँदैन ठिक 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 तिमी भन तिम्रो नाम चाहिँ मिस कसरी भयो मेरो जिन्दगीमा त जे पनि मिस हुन्छ नि त भन्नाले कहिले फिल्म मिस हुन्छ कहिले कमेडी दरबारको डायलग मिस हुन्छ ए बाबा बाबा आइडिया नदेऊ न मैले फर्किने बेला फेरि हाम्रो पेमेन्ट मिस हुन्छ के कस्तो केटी रहेछ ओ माय गॉड कति राम्रा नहुन् मेरै लागि बनाइयो क्या छ्या के गरेको यस्तो लाज लाग्दैन कस्तो मजा आइरहेको थियो कि म त साह्रै रोमान्टिक छु नि यस्तो कुरामा त म त यति रोमान्टिक छु रोमान्टिक जिसमको खोलै उगाइदिन्छु खोला खोलाबाट सागरै उगाइदिन्छु तिम्रो सागर प्रेमी होइन सागर उगाउने बेला नि कसको भन यही बेला हजुर हेलो म पैसा पठाउँछु क्या बुढी बोल्नु त्यहाँ पछि पेमेन्ट दिइहाल्छ नि बोल्नु ओइ तिम्रो बुढी पनि छ होइन छैन बड्डी साथी छ मेरो तिम्रो बुढी पनि छ छैन के बुढी नेपालमा छ कस्तो कुरा नेपालमा बुढी लाग्ने या गर्लफ्रेन्ड बनाउने लाज पनि नबन्नु कस्तो कुरा उहाँ पनि त्यस्तै त हो नि अब चाहिँ हामी धेरै नबोलिकन चाहिँ हामी सङ्गीततिरै जाउँ किनभने चाहिँ हामीसँग थोरै थोरै टाइम छ हामीसँग अझै कलाकारहरू पनि हुनुहुन्छ त्यो कारणले सबैभन्दा पहिला चाहिँ म एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु हाम्रो खोटाङ समाजका सम्पूर्ण आयोजक टिमलाई चाहिँ मलाई यो अवसर दिनुभयो हजुरसँग भेट गर्नुको लागि कति धेरैजना आइदिनु भएको रहेछ हाम्रो गीत सङ्गीतलाई माया गर्ने मान्छेहरू एकदमै खुसी छु मेरो गीतहरू त सुन्नुभएको छ नि है छ कि छैन
नेपाल आइडलमा कसले भोट गर्नुभएको थियो मलाई? सबैजनालाई अनि सबैभन्दा पहिला चाहिँ मलाई यस कार्यक्रममा बोलाइदिनु भएकोमा यस कार्यक्रमको आयोजक टिम हङकङ समाज प्राप्त गर्ने जुन चाह हुन्छ त्यसले छुट्टै मजा आउँछ। अब हामी ढिला नगरिकन, समय एकदमै छोटो छ, त्यसैले हामी ढिला नगरिकन हाम्रो राई इज किङको प्रस्तुति प्रस्तुत गर्न चाहन्छौँ। प्रस्तुत छ राई इज किङ।
बाहिर है धेरै पता हुन्छ बिहा नभए वर्ष भयो Terima kasih.